सशक्तिकरण गर्नु आजको आवश्यकता हो। यो चरम गरिबी, भोकमरी र कुपोषण विरुद्धको लडाईँमा एउटा महत्त्वपूर्ण अङ्ग हो। महिलाहरूको अनौपचारिक काम एवं घरेलु कामको पूर्ण जिम्मेवारी सहित कृषि उत्पादनमा खाद्य सुरक्षा र पोषण, भूमि र प्राकृतिक स्रोत व्यवस्थापन र जलवायुको लचिलोपनाको निर्माणमा रहेको भूमिको कदर स्वरूप सन् 2007 मा 15 अक्टोबरलाई संयुक्त राष्ट्र सङ्घले ग्रामीण महिला दिवस मनाउन घोषणा गरेको छ। तत्पश्चात विश्वको विभिन्न देशमा 15 अक्टोबरका दिनलाई ग्रामीण महिला दिवसको रूपमा दिवस मनाउँदै आइरहेको छ। नेपालमा भने 2014 मा विभिन्न सरकारवालाहरूसँग सहकार्य गर्दै राष्ट्रिय कृषक समूह महासङ्घले यो दिवसलाई मनाउँदै सुरुवात गरेको छ। यो दिवस मनाउनको मर्म ग्रामीण महिलाहरूको घरको काम बाहेक आय आर्जनमूलक काममा सहभागी गराई गरिबी न्यूनीकरणमा टेवा पुर्याउनु रहेको छ। यसैलाई आत्मसात गर्दै महासङ्घले यस दिवस मनाउने क्रममा ग्रामीण क्षेत्र र ग्रामीण महिलालाई लक्षित गर्दै आएको छ। यसपालि पनि 18औं अन्तर्राष्ट्रिय महिला दिवस मध्य प्रदेशको सिराहा जिल्लाको लाहान नगरपालिकाको वडा नम्बर 15 मा मनाउन तयारी भइरहेको छ। कृषि प्रणालीको योगदान गर्दै खाद्य प्रणालीको सबलीकरण र खाद्य सुरक्षामा योगदान गर्न ग्रामीण आमा दिदी बहिनीहरूको भूमिकाको उच्च कदर गर्दै यस वर्ष अन्न भण्डार तराईलाई लक्षित गर्दै तराईमा ग्रामीण परिवेशमा चर्चासहित महिला किशोरीको लागि अधिकार, समानता र सशक्तिकरण भन्ने नाराका साथ ग्रामीण महिलाको सवाल उठान एवं भूमिकाको कदर र राज्यको ध्यानाकर्षण गर्ने उद्देश्यले आज उठाउन एवं भूमिकाको कदर र राज्यको ध्यानाकर्षण गर्ने उद्देश्यले आज हामी यहाँ कार्यक्रम गरिरहेका छौँ। विश्व खाद्य दिवस 45औं विश्व खाद्य दिवस एवं 18औं अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवसको सन्दर्भमा आयोजित कार्यक्रमको विशेष गरेर पूर्व सन्ध्यामा हामी विशेष गरेर यो कृषि विभाग र अभियान सङ्घको सहकार्यमा हामीले आज र भोलिको दुईटा कार्यक्रमलाई चाहिँ तय गरेका छौँ। त्यसमध्येको आज मूल आयोजक समितिको यो प्रारम्भिक कार्यक्रम हो र यो अभियानको चाहिँ यो आजको पूर्ण जिम्मेवारी सहितको कार्यक्रम हो। यो कार्यक्रममा विशेष गरेर मेरो भूमिका चाहिँ यो एउटा अहिलेको भविष्यमुखी कृषिको मार्गचित्र प्रस्तुत गर्ने भन्ने मेरो भूमिका छ र यसमा चाहिँ अघि डाक्टर सुजाताले भनिसक्नु भएको छ। प्यानलमा टिप्पणीका लागि रहनुभएका श्रद्धेय अध्यक्षज्यू, कृषि विभागका सहसचिवज्यू, सामुदायिक वनोपभोक्ता महासङ्घका अध्यक्षज्यू, त्यसै गरी युवा अभियन्ता विशेष गरेर जलवायुको क्षेत्रमा राम्रो दखल राख्ने प्रयासज्यू र किसान नेत्री विशेष गरेर दिगो खेतीपातीको पक्षमा काम गर्दै आउनुभएका हाम्रो रीता बस्ताकोटीज्यू लगायत यहाँ हलमा उपस्थित सम्पूर्ण सहसचिवहरू, महानिर्देशकज्यूहरू, विभिन्न नागरिक सङ्घ सङ्गठनका अध्यक्षज्यू एवं प्रतिनिधिज्यूहरू, विशेष गरेर आज अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस अक्टोबर 15 यो चाहिँ संयुक्त राष्ट्र सङ्घले नै विश्वव्यापी रूपमै ग्रामीण महिलाहरूले खाद्य उत्पादनमा जुन खालको योगदान पुर्याइराख्नु भएको छ त्यो योगदानलाई कदर गर्दै सन् 2007 देखि जस्तो लाग्छ 7 मा चाहिँ पहिलो अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस मनाउने र त्यसको भोलिपल्ट चाहिँ विश्व खाद्य दिवस मनाउने भनेर युएनले गरेको निर्णयका आधारमा नेपालले हामीले छनक पाएको, अघि अनिताजीको स्वागत मन्तव्यमा पनि आयो कि हामीले छनक पाइसकेपछि यो चाहिँ 2008बाट हामीले चाहिँ नेपालमा यो विशेष गरेर राष्ट्रिय कृषक समूह महासङ्घ नेपालमा म रहँदैखेरि यसलाई चाहिँ हामीले युएनडिपीसँगको सहकार्यमा नेपालमा यो अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस मनाउने सुरुवात गरेका हौँ र त्यही क्रममा यो आम नेपाल लगायत विश्वव्यापी रूपमा रहनुभएका जो बिहान भालेका डाँकदेखि राति अबेरसम्म जो खेतीपातीमा संलग्न हुनुहुन्छ, अहिले पनि मलाई लाग्छ 25-30 जना आमा दिदीबहिनीहरू आउँदै हुनुहुन्छ, तर उहाँहरू बिहान कति बजे उठ्नुभयो, कति बजे आफ्नै
नित्यकर्म गर्नुभयो, कतिखेर पकाउनुभयो, कतिखेर ती बालबच्चालाई खुवाउनुभयो, कतिखेर पशुवस्तुको व्यवस्थापन गर्नुभयो र उहाँहरू आइपुग्दै गर्दा अझै आइपुग्दै हुनुहुन्छ, ढिलो भइराखेको छ। र यहाँ बस्दै गर्दा 2 घन्टा बस्नु पनि उहाँहरूलाई मन घरमै छ, त्यही खेतबारीमै छ, त्यही पशुवस्तुमै छ, त्यही केटाकेटीमै छ। उहाँहरूले त्यही चिन्तन गरिदिएकै कारणले गर्दा विशेष गरेर हाम्रो जस्तो एउटा पारिवारिक खेतीपाती भएको मुलुकमा तपाईँ हामी यो 2 खुट्टामा दौरा सुरुवाल लगाएर हिँड्न सकेका छौँ। त्यसको लागि आज यो विशेष गरेर विश्व ग्रामीण महिला दिवसको सन्दर्भमा म तमाम आमा दिदीबहिनीहरूप्रति हार्दिक नमन व्यक्त गर्न चाहन्छु र यो म शुभकामना पनि भन्न चाहन्छु यो सन्दर्भमा। यो अब अहिले म एउटा सन्दर्भ थोरै सुरु गरेर मेरो झन्डै 40 मिनट जति छ जस्तो लाग्छ। यो बिचमा चाहिँ अध्यक्ष म अब मेरो प्रस्तुतितिर लागेँ। यो अहिले आज यो किसान फोहोरी भन्ने चिज चाहिँ अलि बढी चर्चामा छ बजारतिर होइन। यो चाहिँ नभनेको भए हुन्थ्यो, किन भनियो भन्ने छ। एक पक्षले होइन त्यो लाक्षणिक हो भनेको छन्, अर्को पक्षले होइन त्यसो त भन्नै हुँदैन थियो नि, कहाँ किसान फोहोरी हुन्छ त भनिरहेछन्। त्यो बिचमा एउटा यसो कोरेर मैले हिजो सेयर गरेको थिएँ, म त्यो तपाईँ बिचमा पनि के भन्छ सेयर गर्न चाहन्छु र त्यसपछि मेरो कुराकानीलाई अगाडि बढाउँछु। यो म वास्तवमा म आफै खेतीपाती गर्ने किसान भएको हुनाले मैले धेरै यो झिलिक मिलिकतिर मलाई आइडिया पनि छैन, म त्यता पनि जान्न। मैले लेखेर ल्याएको कुरा म यहाँहरू बिचमा राख्छु। त्यसको बिचमा अग्रज हाम्रा विज्ञ टिप्पणीकर्ताहरूले त्यसमा आफ्नो कुराहरू राख्नुहुन्छ। सधैँ गोबर भकारो हिलो धुलोमा लटपटिएको देखेर होला किसानलाई सबैले फोहोरी भन्छन् अनि त्यस्तै व्यवहार गर्छन्। धेरै पढेर निरक्षर भएकाहरू, दृष्टि भएर दृश्य नदेख्नेहरू माटोलाई फोहोर ठान्छन्, किसानलाई फोहोरी मान्छन्। हो, अन्नदाता फोहोरी छ, अबदेखि फोहोरीले फलाएको, फोहोरीले चलाएको अन्नपानी नखाने प्रण गर। मेरो कविता यति नै हो। म यहाँबाट सुरु गरेँ। अब अलिकति आजको यो छलफललाई चाहिँ हामीले अलि यो राजनीतिक रूपमा छलफल होस् भन्ने हामीले अलि चाहेका छौँ। राजनीति भनेको चाहिँ कुन पार्टीलाई मत हाल्ने भन्ने खालको राजनीति होइन कि नेपालको खेतीपाती सुधार्नका लागि गरिएका प्रयास र अब गर्नुपर्ने बाटो के हुनसक्छ भन्ने बारेमा यसलाई समग्रमा चाहिँ अलिकति राजनीतिक छलफलको रूपमा जाओस् भनेर हामीले चाहिँ यो भविष्यमुखी कृषिको यसलाई मार्गचित्र भनेर यसलाई नाम दिएका छौँ। र यसमा अब जस्तो 3वटा आयामहरूमा हामी पहिलो हामीले सुरु के भन्छ यो सङ्कटहरूबाट सुरु गर्नुपर्छ होला। यो सन्दर्भहरूबाट कुरा गर्दाखेरि अहिलेको विश्वव्यापी सन्दर्भ अनि क्षेत्रीय सन्दर्भहरू र चाहिँ नि राष्ट्रिय सन्दर्भहरूलाई काहीँ न काहीँ ती धेरै कुरा मिसिएर आउँछन्। तर पनि थोरै छुट्याएर हेर्दाखेरि चाहिँ अहिले यो सबैभन्दा महत्त्वपूर्ण पेचिलो यो खेतीपातीको सन्दर्भमा चाहिँ जलवायु सङ्कट महत्त्वपूर्ण धेरै ठुलो सङ्कटको रूपमा आइरहेको छ भने यसले जसरी हामीले चाहिँ यो कृत्रिमतामा आधारित खेतीपाती मार्फत जसरी हामीले प्रदूषणहरू निम्ताइराखेका छौँ, प्रदूषण भनेको यो हामीले वायु प्रदूषणलाई मात्रै प्रदूषण मानिराखेका छौँ। हामीले प्रकृतिलाई कृत्रिम रसायनहरू मार्फत जसरी पानीमाथि हामीले प्रदूषणहरू चाहिँ नि दिइराखेका छौँ, जसरी हाम्रो हावा प्रदूषित भइराखेको छ, जसरी हाम्रो माटो प्रदूषित भइराखेको छ, जसरी हाम्रो माटो रोग किरा लगायतका चिजहरू जसरी चाहिँ यो के भन्छ बोट बिरुवालाई हानि गर्ने रोग किराहरू जसरी अगाडि बढिरहेका छन्, जसरी मानव स्वास्थ्यमा नयाँ नयाँ खालका रोगहरू आइरहेका छन्, यो प्रदूषण समेतलाई हेर्ने हो भने यो विश्वव्यापी सङ्कट पनि हो र अथवा राष्ट्रिय सङ्कट पनि हो। र अर्को चाहिँ यो विशेष गरेर प्रकृति सङ्कटबाट हेर्दाखेरि चाहिँ अब गएको वर्ष हामी हुन त चाँडै भुल्छौँ हामीहरू 6 महिना जति पानीको थोपै परेन। असारमा परेको खडेरी र यहाँका प्रधानमन्त्रीज्यू लगायतका होइन आकस्मिक मधेसको भ्रमण र त्यसपछि 500 बोरिङ खन्ने जुन खालको आदेश र त्यहाँबाट फेरि अहिले असोजमा आएको बाढी पहिरो र त्यसले निम्ताएको वितण्डलाई हेर्ने हो भने हामीले स्वतः अनुमान लगाउन सक्छौँ कि हामी चाहिँ कति एक खालको गम्भीर अवस्थामा छौँ भनेर हामीले एकदम छिट्टै अस्ति भर्खरकै कुरा सम्झिँदाखेरि पनि पुग्छ। र यसले चाहिँ पारेको खाद्य सङ्कटमा पारेको सङ्कटलाई पनि हामीले बिर्सनु हुँदैन, जुन चाहिँ एक हिसाबले हेर्दाखेरि विश्वव्यापी रूपमा यो चक्रहरू चाहिँ गइरहेको छ। र अब कतिपय अवस्थामा अब एउटा तथ्याङ्क इसिमोडले एउटा तथ्याङ्क सार्वजनिक गरेका थियो कि यही क्रममा जलवायु परिवर्तन हुँदै जाने र पृथ्वी तात्दै जाने हो भने यो शताब्दीको अन्त्यसम्ममा 80% जति चाहिँ हिउँ पग्लिन्छ भन्ने कुरा गरेका छ, जो हामी हिमालयको देशमा छौँ। यो कति पेचिलो विषय हो, हामीले यो सोच्नुपर्ने हुन्छ समय सधैँ। र अर्को चाहिँ यो विश्वव्यापी सङ्कटमा चाहिँ जसरी विश्वमा भइरहेका युद्धहरूको प्रभावको कुरा गर्दाखेरि तपाईँ भन्नुहोस् गाजा र इजरायलको कुरा गर्नुहोस्, रुस र युक्रेनको कुरा गर्नुहोस् होइन, यसले फ्युलमा, यसले मलमा, यसले गहुँमा होइन जसरी एक खालको
देखिने गरेर जुन खालको प्रभाव पारिरहेको छ खाद्य निर्यातमा, खाद्य आपूर्तिमा, यसले चाहिँ यो पनि एउटा अर्को सङ्कट हो भने अर्को क्षेत्रीय सङ्कटको रूपमा चाहिँ जसरी अब हाम्रो नेपालको सन्दर्भमा दुई ठुला अर्थतन्त्र भएका मुलुकहरूको बिचमा रहने कुरा एउटा कुरा र उनीहरूले गरिरहेको व्यापारिक तथा औद्योगिक कृषिसँग हामीले गर्नुपर्ने प्रतिस्पर्धा, यो नै हाम्रो एउटा सङ्कटको रूपमा चाहिँ रहेको सन्दर्भ छ। र अब यसमा यदाकदा हामीले लिने नीतिहरू पनि यसमा कारक छन् कि जस्तो हाम्रो रामबिन सर यहीँ हुनुहुन्छ कि उहाँको यो अहिले चाहिँ जस्तो भनौँ न हामीले शून्य भन्सारमा जसरी हाम्रा नीतिहरू मार्फत जसरी बाह्य उत्पादनहरूलाई सहज रूपमा हाम्रा भान्सासम्म आउनलाई एक खालको रातो कार्पेट बिछाइराखेका छौँ, त्यसले पनि हाम्रो उत्पादन गर्ने प्रणालीलाई, हाम्रो उत्पादन गर्न चाहने किसानहरूलाई उनीहरूको मनोबललाई गिराइरहेको छ, उनीहरूको उत्पादनको मूल्य पाइरहेका छैनन्। हामी कहाँ फलोकी फाल्नुपर्ने अवस्था छ, हजारौँ किलोमिटर परको उत्पादन चाहिँ सहज रूपमा हाम्रा भान्सामा पुगिरहेका सन्दर्भहरू छन्। यो कुरालाई पनि एक खालको सङ्कटको रूपमा हामीले चित्रण गर्न सक्छौँ। र यो चाहिँ अब राष्ट्रिय सङ्कटबाट हेर्दाखेरि अहिले राज्यले लिएको नीति र यो कृषि प्रणाली नै एक हिसाबले यो राष्ट्रिय सङ्कट हो भन्ने ठाउँमा हामी छौँ, किनभने यो समयमा लामो समयदेखि हामी यसमै कुरा गरिराख्दाखेरि हामीले लिएको बाटो गलत छ भन्ने कुरा मलाई लाग्छ हामी यसका भुक्तभोगीहरूले कसैले पनि यसलाई इन्कार गर्नु नहोला होइन। जसको कारणले गर्दा अहिले जसरी हाम्रो युवा जनशक्ति ठुलो जनशक्ति चाहिँ हामीले चाहिँ बाहिर निर्यात गरिराखेका छौँ र हामी खुसी मानिराखेका छौँ। आज बिहान एउटा न्युज आइराखेको थियो 2 महिनामा 3.5 खरबको चाहिँ रेमिटेन्स भित्रायौँ हामीले, यो भनेको चाहिँ 33% वृद्धि हो भनेर न्युज आइराखेको थियो। भनेपछि हामी यसमा गर्व गरिराखेका छौँ र त्यो रेमिटेन्सले चाहिँ अब अवस्था कस्तो छ भने हामीले के किनिराखेका छौँ भन्दाखेरि हामीलाई चाहिने घाँस बाँस र कपासहरू किनेर हामी जीविकोपार्जन गर्दैछौँ। रेमिटेन्स बराबरको आयात होइन, रेमिटेन्स बराबरको बजेट बराबरको आयात र आयात बराबरको उपभोग जसरी हामीले गरिराखेका छौँ, यो बाटो चाहिँ एक खालको राष्ट्रिय सङ्कटको रूपमा हामीले नलिने हो भने हामी ठिक ठाउँमा हुँदैन भन्ने लाग्छ। र आजकै दिनमा झन्डै 60% उपभोक्ताहरू भइसकेका छौँ। यो कृषि प्रधान मुलुक हो, हामी नबिर्सौँ यो कृषि प्रधान मुलुक हो जहाँ 60% उपभोक्ताहरू आजै भइसक्नु भएको छ। र राज्यले लिएको नीतिले यो मलाई लाग्छ अर्को 20-30 वर्ष बिचमा यो 80-90% उपभोक्ताहरूको मुलुक नबन्ला भन्न सकिन्न। जतिखेर हाम्रा कृषियोग्य जमिनहरू हरेक 10 वर्षमा 3 लाख हेक्टर जमिनहरू घटिरहेको तथ्याङ्कहरू तपाईँहरूलाई थाहा छ। जसरी हाम्रा माटोहरू चाहिँ मरुभूमिकरण हुँदै गइरहेका तथ्याङ्कहरू तपाईँहरूलाई थाहा छ। र यो सबै कुरालाई हेर्ने हो भने हाम्रो खाद्य सुरक्षा र खाद्य सुरक्षा सँगसँगै जोडिने राष्ट्रिय सुरक्षाको कुरा र त्यसले राख्ने सामरिक अर्थबाट हेर्ने हो भने यो एक हिसाबले हामीले यसलाई हल्का रूपमा जसरी लिन खोज्छौँ त्यो चाहिँ हल्का रूपमा लिनुहुन्न भन्ने कुरा हो। र विशेष गरेर जुन देशमा रोप्ने बिउ र खाने अन्न विदेशबाट आउँछ त्यो देश सायद स्वतन्त्र रहन सक्दैन। त्यसैले हामीले हाम्रो मर्ममा आधारित भएर नसोच्ने हो भने हामी यो सङ्कटबाट पनि अहिले गुज्रिरहेका छौँ। अब त्यो सङ्कटको परिणाम चाहिँ के छ भन्दाखेरि जस्तो तपाईँ हामीले दैनिक रूपमा भोगिरहेको विषयहरू होइन, वन्यजन्तुहरूको प्रभाव, हाम्रो बाली वस्तुहरूमा आइरहेको चिजहरू, बसाइसराई भन्नुहोस्, जमिनहरू बाँझो रहने झन् 10 लाख हेक्टरभन्दा बढी जमिनहरू चाहिँ बाँझो छ भन्ने सन्दर्भहरू छ। एक खालको अस्थिर राजनीतिहरू हामी देखिरहेका छौँ। बिखको होइन झन्डै 16-17 लाख किलो जति बिख आयात भइरहेको भन्ने खालका तथ्याङ्कहरू भेटिन्छन्। माटोमा एभरेजमा 2%, 2.5% को छालाखाला मात्रै चाहिँ के भन्छ यो प्राङ्गारिक पदार्थ छ भन्ने छ। अझ हामी मधेसहरूले हेर्ने भने त्यो 1 भन्दा पनि तल देखिन्छ। जनस्वास्थ्यहरू अहिले हामी हस्पिटलमा गएर हेर्ने हो भने त्यहाँ लाग्ने लामबाट हामी पत्ता लगाउन सक्छौँ। तपाईँ हामी मध्ये पनि हामी मलाई लाग्छ नसर्ने रोगबाट ग्रस्त नभएका मान्छेहरू सायदै भेट्न मुस्किल छ। र हामीले गुमाएको जैविक विविधताबाट हेर्ने हो भने यो ठुलो जैविक विविधता हामीले झन्डै 50% कृषिको जैविक विविधता हामी गुमाइरहेको सन्दर्भहरू छ। र यो राजनीति अस्थिरता मात्रै भन्यौँ तर यसले चाहिँ हामीले जुन खालको व्यवस्था परिवर्तनका लागि 2007 सालदेखि हामीले थाहा पाएको, 2007 सालदेखि झन् अहिलेको भर्खरको 82 सम्मको यो जेनजीले लिड गरेको आन्दोलनसम्म आएर हेर्दाखेरि पनि हाम्रो व्यवस्था परिवर्तनका लागि मात्रै भयो जस्तो देखियो, अवस्था परिवर्तनका लागि भएन। त्यो अवस्था परिवर्तन फेरि पनि घाँसबाट सुरु हुनुपर्छ, बाँस र कपास त अझ दोस्रो होला भन्ने लाग्छ हामीलाई। त्यसपछि अर्को यो विशेष गरेर अब हामीले गरेको प्रयास जस्तो अब हामीले आज यहाँहरूले कति सबै धेरैलाई त थाहा छ, कति बेला थाहा छैन, यो खाद्यको लागि कृषि अभियान भनेर यहाँ ब्यानरमा हामीले राखिराखेका छौँ। यो चाहिँ थुप्रै सङ्घ सङ्गठनहरू, धेरै विज्ञ विशेषज्ञहरूको एउटा साझा मञ्च हो। यो कुनै आधिकारिक सरकारमा दर्ता भएको त्यस्तो संस्था होइन, यो लुज नेटवर्क हो। र यसले चाहिँ गएको 15 वर्षदेखि यही अहिले दिगो खेतीपातीमा आधारित एउटा चाहिँ बहस पैरवीहरू गर्दै आइरहेको छ।
र यसले विशेष गरेर भविष्यमुखी कृषिको निर्विकल्प बाटो चाहिँ प्रकृति सम्मत खेतीपाती हो भन्ने बारेमा यसले आफ्नो ठाउँमा त्यो वार्षिक नीति कार्यक्रम होस् होइन, सरकारका भनौँ न आवधिक योजनाहरू हुन्, भिन्न माध्यमहरूद्वारा राख्दै आइरहेको छ। र म व्यक्तिगत रूपमा म पनि अघि सुजाताजीले भन्दै हुनुहुन्थ्यो कि गएको 22 वर्षदेखि म 2060 सालदेखि म तामा तुलसी टाउकोमा राखेर यो प्राङ्गारिक खेतीपातीतर्फ प्रकृति खेतीपातीतर्फ होमिएको पात्र हुनुको नाताले म जहाँ जहाँ आबद्ध भएँ त्यहाँका अधिकांश नीतिहरू हेर्नुहुन्छ। भर्खरै अहिले कृषक समूह महासङ्घको अन्ताजी जानुभयो, त्यहाँ म छँदा अहिले कतिवटा बन्यो मलाई हेक्का छैन, त्यतिखेर 15वटा नीति बनाएको थियो। मलाई लाग्छ त्यो नीतिलाई अहिले केलाएर हेर्ने हो भने त्यो मलाई लाग्छ त्यो एकदम प्रकृति खेतीपाती मैत्रिणी छ, त्यहाँ धेरै कुराहरू त्यो देख्न सकिन्छ। भनेको हामी जहाँ रह्यौँ त्यसलाई चाहिँ प्रकृति सम्मत खेतीपातीको पक्षमै पैरवी गर्दै आयौँ र त्यो खालि पैरवी मात्रै भएर म आफै के भन्छ पशुपालन गर्दै आफै खेतीपाती गर्दै आफै कुटो कोदालो चलाउँदै म खेतीपाती मेरै छिमेकी दिदीबहिनी दाजुभाइहरू यहाँ हुनुहुन्छ थुप्रै, म आफै खेतीपाती पनि गर्दै आइरहेको छु। त्यसैले यो यसलाई चाहिँ अब अहिले हामीले गरेका प्रयासहरू मध्येको यो आजको खाद्य दिवस पनि हामीले यसलाई अलिक फरक ढङ्गले हरेक वर्ष हामी फरक फरक ढङ्गले मनाउँछौँ। कहिले यहाँ शिल्पीलाई ल्याएर यहाँ विवाहको प्राङ्गणमा नाटक देखाउँछौँ, कहिले त्यो लिएर गाउँ गाउँ पुग्छौँ, कहिले कलाकारलाई मञ्चमा बोलाएर यही पक्षमा गीत गाउन लाउँछौँ। अब कहिले हामी अलि अब यो पटक चाहिँ हामी अलि यो ग्रामीण महिलाहरू र अलिकति यो भर्खरको यो आन्दोलनलाई लिड गर्नुभएका युवा समूहहरूको प्रतिनिधित्व हामीले बढी अपेक्षा गरेका छौँ। साथीहरू आउँदै पनि हुनुहुन्छ र यसले चाहिँ अबको भविष्यमुखी कृषिको बारेमा उहाँहरूलाई कसरी जानकारी गराउने, एक हिसाबले उहाँहरू राजनीतिबाट र कृषिबाट अनुपस्थित पुस्ता पनि हो भन्न सकिन्छ एक हदसम्म, सबै पूर्ण रूपमा त होइन, तर पनि अब उहाँहरूलाई चाहिँ हामीले अघिल्लो पुस्ताबाट जे लियौँ होइन त्यो चिज हामीले भावी पुस्तालाई दिन सक्ने ठाउँमा छैनौँ, हामीले धेरै चिज गुमाइसकेका छौँ। त्यसैले अबको यो पुस्ताले भोलिको अल्फा पुस्तालाई के हस्तान्तरण गर्छ आजको जेनजीले भन्ने खालको प्रश्नलाई पनि हामीले आज कोट्याउनका लागि पनि आज विशेष गरेर हाम्रो छलफलहरू अलिकति त्यतातर्फ केन्द्रित गर्न खोजिरहेका छौँ। अब बाटो के हुनसक्छ त भविष्यमुखी कृषिको अबको बाटो के हुनसक्छ भन्ने बारेमा चाहिँ यो सङ्क्रमणको बाटो अहिले हामी जे गरिराखेका छौँ यसलाई सङ्क्रमण मान्न तयार रहनुपर्छ पहिलो कुरा, र यही सङ्क्रमण बाटो हुँदै हामीले चाहिँ एक खालको जैविक प्राकृतिक पर्यावरणीय खेतीपाती गर्दै प्रकृति सम्मत खेतीपातीसम्म पुग्ने हाम्रो चाहिँ लक्ष्य हुनुपर्छ भन्ने चाहिँ अबको बाटो हुनुपर्छ त्यो। र अर्को कुरा कृत्रिम रसायन रहित उत्पादन प्रणाली र स्वच्छ कृषि उपजको प्रवर्धनमा आधारित हाम्रा तिनै तहका सरकारहरूका नीति कार्यक्रम बजेट र नियत पनि यसमा यो खालि हामी नीति मात्रै भनेर हामी यसलाई यसबाट उम्किने पक्षमा छैनौँ, यसमा नियत पनि अलिकति सच्याउनु पर्ने जरुरी छ। मेरो कार्यकाल सकिहाल्यो म सकिहाल्छु मलाई पुगिहाल्छबाट होइन, यो खेतीपातीको कुरा यो गएको 5,000 वर्षदेखि जे चिज हाम्रो पुर्खाहरूले गर्दै आए त्यसमा विज्ञान मिसाएर अहिलेको परिस्थिति सुहाउँदो र प्रकृति सम्मत खेतीपाती हामीले चाहिँ त्यसलाई प्रवर्धन गर्ने चेतको विकास गर्नुपर्छ भन्ने हो। र अहिले यो उत्पादन योग्य जमिनको जसरी दोहन भइरहेको छ होइन त्यो दोहनलाई कसरी रोक्ने र उत्पादकको अधिकार कसरी सुनिश्चित गर्ने कुरा यो 7 सालदेखि चाहिँ उठेको प्रश्न हो, यो आज पनि जीवित छ होइन। त्यसमा विभिन्न दलहरूले होइन वैज्ञानिक भूमि सुधार भने होइन त्यो चाहिँ के भन्छ क्रान्तिकारी भूमि सुधार भने जसको जोत उसको पोत भने के भने तर आज पनि यो जमिन जोत्नेको हो होइन, विशेष गरेर खेतीपाती गर्नेका लागि अरू त अरू विभिन्न छलफलहरूमा आउँछ। अहिले युवाहरूले खेतीपाती गर्न खोज्दाखेरि हामीले सहज रूपमा जमिन भाडामा पाइरहेका छैनौँ भन्ने खालको समस्याहरू पनि आइरहेका छ। भनेपछि यो जमिनलाई उत्पादन गर्नेलाई जमिन पुर्याउने खालको नीति एकदम जरुरी छ। त्यो जमिन नै पाएन भने उसले कहाँ कसरी खेती गर्छ भन्ने प्रश्न चाहिँ ठुलो प्रश्नको रूपमा छ। र अर्को चाहिँ यहाँ सामुदायिक वनको अध्यक्ष हामीसँग हुनुहुन्छ, विशेष गरेर उहाँले जहिले पनि जोड दिने कुरा तपाईँहरू कृषिका मात्रै कुरा गर्नुहुन्छ साथी यो त्यसो भनेर हामी कहीँ पुगिँदैन भन्नुहुन्छ, मलाई बडो छुन्छ उहाँले भनेको एकदम जायज कुरा हो कि कृषिबाट मात्रै हामी कहीँ के भन्छ कृषिको मात्रै कुरा गरेर कहीँ पनि पुग्दैनौँ। देशको 46% जमिन वनको छ देशको, यो यस्तो एउटा भनौँ न झन्डै 15% जति त हिमालले खान्छ र त्यस मध्येको बाँकी रहेको 46% जमिन वन, त्यो मध्य जोड्दा 46% जमिन हामीसँग वन छ। तर त्यो वनबाट हामीले के विशेष गरेर खाद्य सुरक्षाको हिसाबले हामीले के लिन सक्यौँ भन्ने हेर्दै गर्दा हामी चाहिँ हामीलाई त मान्छेसँग आउने कुरा त परै छोडिदिनुहोस्, जङ्गलभित्रै भएका वन्यजन्तुहरूलाई पनि खान नपुगेर किसानका बाली चोर्न आइरहेको सन्दर्भहरू तपाईँ हामीले देखिरहेकै छौँ। त्यसैले यसलाई चाहिँ कसरी हुन्छ यो कृषि वनको एकीकृत कृषि प्रणाली वनबाट खाना कसरी निकाल्न सकिन्छ भन्ने खालको यो प्रणालीतर्फ पनि जान नसक्नु पनि एउटा सङ्कट हो हाम्रो। यसलाई यसरी हामीले ल्याएको छौँ। यसलाई सामान्य रूपमा हामीले बुझ्न सक्छौँ। तपाईँ जसरी हामी वनभित्र कुनै कृषिजन्य फलफुलहरू रोप्न लाग्यौँ भने त्यसमा वनको नीतिले अवरोध गर्छ।
त्यो त मलाई लाग्छ त्यो अवरोध गर्नुपर्ने कुरै थिएन। वन फल्ने चिज हो, रोपौँ होइन, त्यसलाई दुरुपयोग नगर्नु भन्ने कुराबाट आउनुपर्ने ठाउँमा अहिले श्रद्धेय ठाकुर सरले राख्नुहुन्छ होला। भनेको हामीले यस्ता खालका किन यो अप्ठ्यारा खालका नीतिहरू लिइराखेका छौँ र हामी परनिर्भरतातर्फ गइराखेका छौँ भन्ने विषय पनि यो महत्त्वपूर्ण हो जस्तो लाग्छ। र अहिले चाहिँ एउटा सङ्कटको कुरा चाहिँ के छ भने झन्डै 7 दशक लामो जुन खालको अभ्यासहरू गऱ्यौँ हामीले, यो जुन खालको हरित क्रान्तिको मोडलमा रहेर हामीले जुन खालको अभ्यासहरू गऱ्यौँ आधुनिक कृषिको, र त्यसको सिकाइको आधारमा अब यो रूपान्तरण गर्नु जरुरी छ, तर त्यो फेरि चुनौतीपूर्ण छ होइन। जरुरी छ त हामी भन्छौँ, तर त्यो पनि चुनौतीपूर्ण छ। त्यसलाई एउटा पक्ष भयो भने अर्को चाहिँ जसरी हामीले आज अझै युवा साथीहरू अझ आउँदै हुनुहुन्छ, हामीले युवा साथीहरूलाई खेतीपातीमा फर्काउनका लागि यो नफर्काइ नहुने काम छ, तर फर्काउनका लागि काहीँ न काहीँबाट यो नेपालको भविष्यमुखी कृषिमा युवाको सहभागिता होइन, त्यो पनि सक्रिय सहभागिता गराउने कुरा पनि काहीँ न काहीँ त्यो चुनौतीपूर्ण देखिन्छ। र अर्को अब यसको दृष्टिकोणबाट कुरा गर्दाखेरि पहिलो कुरा त हेर्नुहोस्, हामी यो अहिले बिक्रीका लागि खेती गर्नुपर्छ भन्ने खालको यो हरित क्रान्तिको मोडलले हामीलाई यहाँ पुर्याएको भन्ने कुरामा हामी सहमत हुनुपर्छ। थुप्रै अग्रज यहाँ कृषिका सर हाकिम सर म्याडमहरू पनि हुनुहुन्छ कि हामीले पहिला खानाका लागि खेतीपाती नै गरौँ, त्यो कुरामा चाहिँ त्यसमा टेकेर हामीले रोजगारी र आम्दानी वृद्धि गर्ने आधारहरू सिर्जना गर्न सकिएन भने हामीले यी कुराहरूले पनि खासै धेरै ठुलो अर्थ राख्दैन। दृष्टिकोण हाम्रो त्यसरी बन्दै जानुपर्छ भन्ने हो। र अर्को चाहिँ यो किसान जहिले पनि अपहेलित छ, मैले अघि सन्दर्भ जोडेँ, यो उसको पहिचानको प्रश्न छ, उसको सम्मानको प्रश्न छ, उसको सेवा सुविधाको र प्रतिनिधित्वको प्रश्नप्रतिको दृष्टिकोण जो छ, नेगेटिभ दृष्टिकोण छ होइन। किसान त एकजना भइहाल्छ, किसान नआए पनि हुन्छ, किसानलाई नराखे पनि हुन्छ, किसानका कुरा नसुने पनि हुन्छ, जस्तो तरिकाले जसरी हामीले व्यवहार गरिराखेका छौँ त्यो चाहिँ एक खालको फेरिनु जरुरी छ। त्यो दृष्टिकोणको प्रश्न भयो भने अब यो भविष्यमुखी कृषिको सम्भावना र त्यो कृषिका आधारहरू छन् र त्यसलाई कसरी बनाउनुपर्छ भन्ने सन्दर्भमा दुईटै कुराहरू छन्। के आधारहरू छन् हामीसँग, जसको नेपालको भूगोलको झन्डै 25% क्षेत्रहरू अहिले पनि बिख पुगेका छैनन्, कृत्रिम रसायनहरू पुगेका छैनन्। त्यसलाई हामीले सम्भावनाका आधारहरूबाट हेर्न सक्छौँ भने हजारौँ किसानहरू दुईटै कुराले, एउटा स्वचेतनाका कारणले गर्दा, अर्को नपाएका कारणले गर्दा या नपुगेका कारणले गर्दाखेरि यो के भन्छ यो भविष्यमुखी कृषिमा विशेष गरेर प्रकृति सम्मत खेतीपातीमै हुनुहुन्छ उहाँहरू होइन। जसरी म भनिरहेको छु, जसरी हामी यहाँ चन्द्रदाई हुनुहुन्न चेतनबाट, जसरी हामी थुप्रै किसानहरूको नाम लिन सकिन्छ र विभागले भोलि सम्मान पनि गर्दैछौँ 7 प्रदेशबाट 7 जना किसानहरू भनेको केही न केही खालको प्रयासहरू भइराखेको छ। त्यसलाई पनि हामीले यो एउटा सम्भावनाबाट हेर्न सक्छौँ भने अर्को यो पढे लेखेका युवाहरू अहिले चाहिँ जसरी देखिँदैछौँ हामीले, यहाँ प्रयास यहाँ प्यानलमा हुनुहुन्छ, हाम्रो दिपेशजी यहाँ सँगै हुनुहुन्छ होइन। पढे लेखा युवाहरू पनि अब हामी खेतीपातीमा लाग्नुपर्छ जसरी नयाँ कम्मर कसिराख्नु भएको छ र यो एउटा र जसरी सञ्चार जगतले पनि होइन यो पक्षलाई केन्द्रबिन्दुमा राखेर अलिकति दिगो खेतीपातीलाई केन्द्रबिन्दुमा राखेर अब हामीले लेख्नुपर्छ भन्ने लाइनमा सञ्चार जगत, सचेत नागरिकहरू, उपभोक्ताहरू र यदाकदा तहगत सरकारहरूले पनि यसलाई प्रवर्धन गरिरहेका छन्। त्यो त्यहाँबाट हेर्ने हो भने सङ्घले पनि केही छिटपुट रूपमा त्यो काम गरेको छ, भलै त्यो प्रयास गरेको छ, यद्यपि त्यसले धेरै ठुलो अर्थ राखेको छैन। र पालिका तहमा केही ठाउँमा एक खालका राम्रा उदाहरणहरू छन्। म फेरि जोड्न चाहन्छु, भोलि यहाँ सम्मानित हुँदै हुनुहुन्छ 7वटा प्रदेशबाट 7वटा पालिकाहरू जसले केही न केही खालको सुरुवात गर्नुभएको छ। तपाईँ अझै अगाडिबाट हेर्नुहुन्छ नि कर्णालीले जुन खालको अभ्यासहरू गर्दैछ झन् दशकदेखि, यहाँबाट हेर्दाखेरि चाहिँ केही न केही चाहिँ यो के भन्छ सम्भावनाका आधारहरू देखिन्छन्। र अर्को चाहिँ यो अहिले चाहिँ सम्भावनाका हिसाबबाट हेर्दाखेरि चाहिँ टोटल्ली नयाँ भन्दा पनि प्रकृतिको स्वचालित प्रणालीलाई अवरोध नगर्ने अथवा स्थापित गर्ने पर्यावरणीय कृषिको जरुरी छ। हामीले जसरी त्यसलाई प्रकृतिलाई खलबलाइरहेका छौँ, जसरी त्यसलाई चाहिँ धेरै फलाउने ठुलो फलाउने त्यो आफैमा नराम्रो होइन, तर पनि हामीले त्यसलाई जबरजस्ती रूपमा त्यसलाई उपयोगका नाममा दुरुपयोग गरिरहेका छौँ। त्यसबाट फर्किनका लागि पनि थुप्रै पक्षहरू तयार छन् तर अझै तयार हुनु जरुरी छ। र अर्को चाहिँ यो अब यसलाई बनाउनु यो के भन्दाखेरि जस्तो अहिलेको शिक्षाको कुरा गर्दाखेरि अहिले माटो प्रतिको मोह बिस्तारै घट्दै गएको छ। हामीले कालापानी र लिपुलेकको कुरा गर्छौँ, हामी सिमानाको कुरा चाहिँ गर्छौँ माटोको सन्दर्भमा, तर हामी हाम्रै करेसाबारीका हाम्रै खेतबारीकामा बिग्रिँदै गरेको माटोको कुरा गर्दैनौँ। त्यसैले यो शिक्षा र माटोलाई जबसम्म हामी जोड्न सकिँदैन त्यसले हामीलाई चाहिँ हाम्रो गन्तव्यमा पुग्न दिँदैन। त्यसैले यो एउटा सम्भावनाको क्षेत्र शिक्षामा सुधार गर्ने कुरा एउटा कुरा भयो भने अर्को कुरा चाहिँ यो प्राकृतिक खेतीको प्रविधि विकास महत्त्वपूर्ण चुनौती। अस्ति हामी झन्डै 1 महिना जति जैविक कृषिको जागरण यात्रामा थियौँ, यहाँ थुप्रै साथीहरू हामी सँगै थियौँ।
र त्यहाँ जाँदाखेरि चाहिँ खड्केको ठुलो प्रश्न के हो भने के त ठिक छ हामी रासायनिक मल हाल्दैनौँ त्यसको विकल्प के, रासायनिक बिख हाल्दैनौँ त्यसको विकल्प के, तिमीले भनेका चिज प्रयोग गर्दैनौँ त्यसको विकल्प के, यो ठुलो मेजर प्रश्न छ। अहिले हामीले चाहिँ प्राकृतिक खेतीको प्रविधिको विकास र अनुसन्धानमा ठुलो लगानी गर्नुपर्ने छ। आज सधैँ नार्कको कोही प्रतिनिधि हुनुहुन्न जस्तो लाग्छ। अनुसन्धान र प्रविधि विकास के भन्छ यो प्रसारको हिसाबबाट हेर्दाखेरि चाहिँ भएकै केही छिटपुट प्रविधिहरू पनि ती चाहिँ अनुसन्धानका कोठाभन्दा बाहिर निक्लिन सकेका छैनन् र यसलाई चाहिँ यो प्रसारमा पनि एकदमै जोड दिनु जरुरी छ। र यो यहाँबाट हेर्दाखेरि चाहिँ यो भविष्यमुखीको सम्भावनाका आधारहरूबाट हेर्दाखेरि यी बुराहरू देखिन्छन् भने अब हामी अवसरबाट कुरा गर्नु पर्दाखेरि अहिले जस्तो विकेन्द्रिक शासन व्यवस्थाहरूलाई पनि एउटा अवसरको रूपमा लिन सकिन्छ। जस्तो कुनै पालिकाले मानव उदाहरणको लागि तेह्रथुमको लालीगुराँस नगरपालिका जो आउँदै हुनुहुन्छ उहाँले उहाँको सिङ्गो बढीले नगर परिषदले चाहिँ हाम्रो पालिका अब के भन्छ मा रासायनिक मल र विषादी प्रयोग गर्दैनौँ, हामी प्राकृतिक खेतीपातीतर्फ जान्छौँ भन्नु उहाँले निर्णय गर्नुभयो। त्यो खालको ठुलो च्यालेन्ज थियो, तर त्यो सोच चेतना या उहाँहरूको त्यो सामूहिक चेतनाले त्यो काम गर्यो। यो विकेन्द्रिक शासन व्यवस्थाको एउटा सुन्दर पक्ष हो भन्ने लाग्छ र यसलाई अवसरको रूपमा हामी लिन सक्छौँ। अर्को चाहिँ ऊर्जाशील युवा श्रम शक्तिहरू, जसरी अहिले एउटा रगत बगाउनु पनि चाहिँ पछि नपर्ने खालको जुन खालको अहिले सबैभन्दा बढी युवाहरू भएको मुलुकमा युवाहरू भएको समयमा छौँ हामी, त्यो युवा शक्तिको ऊर्जालाई हामीले उत्पादनसँग जोड्न सक्यौँ भने त्यो एउटा ठुलो अवसर हुनसक्छ। र अर्को चाहिँ विविधतायुक्त भूगोल, हावापानी र उत्पादनसँग सम्बन्धित खाद्य संस्कृतिहरू हैन, यो चाहिँ उत्पादनसँग र खानासँगका संस्कृतिहरू जो छ हामीसँग, जो चाहिँ हजारौँ वर्षदेखि छन्, ती संस्कृतिहरू पनि हाम्रो लागि अवसर हुन सक्छ। जस्तो माटो, प्रकृति पर्यावरणको संरक्षण मार्फत मानव बचाउने जो सोचेतनाहरूको विकास हुँदैछ दिनानुदिन, यो पनि एउटा हाम्रो लागि अवसर हुन सक्छ। र अब आजको चुनौती के छ भन्ने बारेमा थोरै कुरा गर्दाखेरि चाहिँ मैले फेरि पनि यहाँ सन्दर्भ जोडेँ कि यो किसानहरू अपमानित पात्रको रूपमा अहिले पनि चित्रण गरिन्छ। हामी थुप्रै ठाउँमा भन्छौँ, थुप्रै ठाउँमा भाषणहरू सुनिन्छ कि किसानले अहिले चाहिँ नि आफ्नो छोराछोरीको बिहा गर्न नसक्ने अवस्था छ भन्नेबाट हामी अहिले धन्न त्यो भाष्य अहिले चाहिँ त्यो गएर कहाँ गएर टुङ्गिया छ भने विदेश गएको छ कि छैन, विदेश मध्येको कस्तो खालको देश गएको छ भन्ने ठाउँमा गएर हामीले छोरी दिने या नदिने निर्णय गर्न थालेका छौँ, या छोरो दिने नदिने निर्णय गर्न थालेका छौँ। भविष्यमुखी कृषि मार्गचित्रको कुरा गर्ने तर मार्गचित्र बनाउने, मार्गचित्रमा नजानी परिपाटीले ठुलो समस्या हो भन्ने लाग्छ। त्यसले गर्दाखेरि हामीले अघि धेरै कुरा प्रस्तुतिमा आएको छ, मैले धेरै भन्न पर्दैन। मैले अलिकति कृषि वनको बारेमा मात्रै थोरै कुरा जोड्न चाहन्छु, अघि पनि अलिकति ल्याउनु भएको छ। मलाई के लाग्छ भन्दा फेरि पनि भनिरहनुहुन्छ भन्नुभयो, भन्नै मन लाग्छ। म सुरुदेखि यो चाहे त्यो एडिएस बनाउने कुरामा पनि म कन्टिन्यू सहभागी भएँ। किसान सञ्जाल अन्तर्गत रहेर मैले धेरै बहसहरूमा उपस्थित हुने मौका पाएँ र विभिन्न यो क्षेत्रका साथीहरूसँग सम्पर्कको हिसाबले मैले धेरै छलफल गरिराखेँ, उठाइराखेँ, तर सुनवाई कहीँ पनि हुँदैन। आज पनि उठाउने हो, सुनवाई हुने स्थिति छैन। हामीले अहिले पनि आलीभित्र र कान्लाभित्रको कुरा हो भने एक ढङ्गले बहस गरौँ, कृषिमा केन्द्रित रहेर त्यही मात्रै कुरा गरौँ, होइन समग्र खाद्य अधिकार, खाद्य सुरक्षा, खाद्य सम्प्रभुताको कुरा हो भने हामी समग्र माटो, पृथ्वी, भूगोललाई अलिक केन्द्रित गरेर गरौँ भन्ने मेरो पहिल्यैदेखिको आग्रह। आज पनि फेरि अब दोहोऱ्याउने होइन कि यो कतिौँ हो थाहा छैन। त्यसले गर्दाखेरि हामी एकातिर थाहा छ 42, 43, 50 सालसम्म आउँदाखेरि कृषि पढेका साथीहरूले हाइब्रिड बिउ ल्याउनु पर्छ, मल राख्ने यसरी हो, अलि कम भयो अलि धेरै राख्नुहोस्, विषादी प्रयोग नगरिकन यो उत्पादनै हुँदैन भनेर सिकाउनु भएको हो। म आज यही कृषि विभागमा आएर बोलिरहनु पर्दा सपना जस्तो पनि लाग्छ। हामी सबैलाई थाहा छ त्यो नसिकाए राम्रो विज्ञ ठानिँदैनथ्यो। रासायनिक मल, विषादी बिउ, हाइब्रिड बिउको कुरा नगर्ने मान्छे राम्रो विज्ञ ठानिँदैनथ्यो। पछि बिस्तारै महसुस हुँदै गयो, आज माटो मर्न थाल्यो, माटो बिरामी भएको छ, माटो वयस्क छैन, अब माटोलाई फेरि जन्माउनु पर्छ,
आज हामी यो बहस गर्दैछौँ। तल समुदायले सुरु गर्नुभएको छ। समुदायले जैविक मलको काम सुरु गर्नुभएको छ, कम्पोस्ट मलको कामहरू सुरु गर्नुभएको छ, तर सरकारले त्यसलाई प्रायोरिटीमा राख्दैन। कृषि मन्त्रालय अन्तर्गतको संरचनाले प्रायोरिटीमा राख्दैन। मन भए पनि कार्यक्रम हुँदैन। मैले यसो भनेको फेरि सरहरूलाई हजुरहरूको मन छैन भनेको होइन। हजुरहरूको मनमा त छ, तर नीति कार्यक्रम बजेटले त्यो दिँदैन। रासायनिक मल ल्याउनलाई हामी सहज ढङ्गले बहस चलाउँछौँ हाम्रा ध्यान केन्द्रहरूमा, हाम्रा तलसम्मका संरचनाहरूमा। तर जैविक मल, अरू मलको बारेमा, अरू स्थानीय स्तरमा बनाउन सकिने विषादीको बारेमा, हाम्रा परम्परागत बिउहरूलाई संरक्षण गर्नुपर्छ भन्ने कुराहरूको बारेमा हामी बहस गर्दैनौँ। हाम्रा कृषि मन्त्रालयगत अन्तर्गतका संरचनाहरूमा यो बहस ज्यादै न्यून हुन्छ। भयो भने पनि अत्यन्तै मनमा भएको हिसाबले सर म्याडमहरूले राख्नुहुन्छ। नीति कार्यक्रममा त्यति धेरै देखिन्न। अब त हाम्रा परम्परागत बिउ हेर्न पहिला पहिला हरेक घरका भित्तामा काँक्राका बिउहरू, अरूका बिउहरू देख्न पाइन्थ्यो भने अब त कसले कहाँ सिसामा राख्नु भएको छ त्यहाँ गएर हेर्ने हो। त्यो प्रयोग गर्ने कुरा त धेरै टाढाको छ। त्यसले गर्दाखेरि हामी आत्मैदेखि, मनैदेखि यसलाई चाहिँ व्यवहारमा कसरी ल्याउने भन्ने कुरातिर लागेनौँ भने र त्यसलाई सम्मान गरेनौँ भने हुँदैन। आज खाद्य सुरक्षा कहीँ छ भने वनमा छ। वनको जति सुरक्षित खाद्य, निरोगी खाद्य कहीँको पनि छैन। आज त्यो वनको खाद्यलाई हामीले प्रायोरिटीमा राखेका छैनौँ। हामीले कति राखेका छौँ छैनौँ, हामी आफै समीक्षा गरौँ। यो अरूलाई बताउने मात्रै होइन कि हामी आफै समीक्षा गरौँ। हामीले सुरु गरौँ न। एग्रो फरेस्ट फुड भनेर सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले धेरै वर्ष अगाडिबाट हामीले बहस चलाइरहेका छौँ। हाम्रो भान्सामा बेलुका बन्ने जन्ने खाद्य कोमा छ गएर बेलुका यसो सम्झिँदा पुग्छ। त्यो रेगुलर छ कि छैन सम्झिँदा पुग्छ। हामी बजारको आँपलाई मजाले भान्सामा पुर्याउन सहज छौँ, तर वनको आँपलाई हामी पुर्याउन खै के हो भनेर यसो नाक खुम्चाउँछौँ। बजारको अमला, यति ठुला हाइब्रिड अमलालाई हामी खुसीका साथ भान्सामा पुर्याउँछौँ, वनको अमलालाई हामी खै यो त क्वालिटी छैन कि कस्ता मान्छेले बनाएको के हो आदि इत्यादि प्रश्न गरेर त्यसलाई अलिक पर सार्छौँ। हामीसँग हजारौँ मानव उत्पत्तिदेखि भएको त बन्ने जन्ने खाद्य हो, कृषि खाद्य होइन। कृषि खाद्य त पछि हो। जब समाजको विकास अलिकति त्यहाँभित्रका त्यति बेलाका पनि इलाइट वर्गहरूले त्यो कृषि भन्दै अगाडि बढाएको विषय हो। सुरुको विषय त बन्ने जन्ने खाद्य नै हो। मैले बुझेको है, फेरि मैले सुरुमै क्षमामा आएको छु, मभन्दा धेरै विज्ञ यहाँ हुनुहुन्छ, पछि तपाईँहरूले केही भन्न सक्नुहुन्छ। त्यसकारण त्यो बन्ने जन्ने खाद्यलाई हामीले जबसम्म व्यवहारमा ल्याउँदैनौँ, प्रयोगमा ल्याउँदैनौँ, तबसम्म हुँदैन। अब त्यसका पछाडि कृषि नीतिको कुरा आयो। वन मन्त्रालयले कृषि वन बकाइदा खुलेर राखेको छ। मलाई लाग्छ कृषि मन्त्रालयले कृषि वन भन्ने कुरा एउटा कता नीति थियो, त्यहाँ चाहिँ साल र सल्लाहको व्याख्या गरिएको छ। साल र सल्लो कृषि वन होइन। कृषि वनको बारेमा त हामीले वन ऐन बनाउँदा 1 वर्षसम्म लागेर कृषि पहिलाको 49मा थिएन, अहिले 76कोमा चाहिँ कृषि वन लेख्यौँ र यो कृषि वनले मात्रै पुग्दैन, परिभाषा लेख्नुपर्छ भनेर कृषि वन भन्नाले जडीबुटी खेती, फलफुल खेती, डाले घाँस, भुइँ घाँस, त्यहाँ पशुपालन जोडियो, माछा पालन भनेर हामीले परिभाषामा लेख्यौँ। तर कृषि मन्त्रालय अन्तर्गतको संरचना नीति बनाउने बेलामा, कानुन बनाउने बेलामा यो कुरा उठ्यो भने मौन रहन्छ। त्यसकारण हामीले जबसम्म कृषि वनको कुरालाई व्यवस्थित ढङ्गले नीतिगत रूपमा, कानुनी रूपमा ल्याउन सक्दैनौँ, चाहेर सर म्याडमहरूले अत्यन्तै चाहनुहुन्छ मन्त्रालय अन्तर्गत एकदमै गर्नुपर्छ भन्नुहुन्छ, नीतिमा छैन, कानुनमा छैन, अगाडि बढ्दैन। हामीले आज कुरा गर्छौँ, यो दिवस सन्दर्भ पारेर हामी अगाडि बढ्न सक्दैनौँ। त्यसले गर्दाखेरि मैले फेरि पनि अनुरोध गर्छु, अहिले पनि समस्या छ। यदि प्राङ्गारिक मल अथवा जैविक मल बनाएर ठुलो मात्रामा बेच्छु भन्ने हो भने
फेरि यतापट्टि विभिन्न कानुनले समस्या पार्छ। रासायनिक मल ल्याउनलाई कुनै समस्या छैन। एकजना मान्छेले काठमाडौँको रक्सी ट्रकमा राखेर कुनै जिल्लामा पुर्याउनु पर्यो भने कहीँ कतै चेकिङ हुँदैन। तर वनबाट उत्पादन गरेका खाद्य वस्तु ट्रकमा अथवा कुनै गाडीमा अथवा झोलामा राखेर ल्याउनु पर्यो भने 50 ठाउँ चेकिङ हुन्छ, बाटोमा फालेर हिँड्न पर्ने हाम्रो संरचना छ, हाम्रो नीति छन्, हाम्रा कानुन छन्। हुन्छ परिवर्तन? युवा साथीहरू, यत्रो आन्दोलन भएको छ, हामीले जगदेखिको परिवर्तनको कुरा गरेनौँ, कृषिको परिवर्तनको कुरा गरेनौँ भने अरू कुराले फेरि पनि हामी कहाँ पुग्छौँ थाहा छैन। त्यसकारण कृषिलाई हाम्रो अत्यन्तै उर्वरशील भूमि छ, हाम्रो अत्यन्तै जैविक विविधताको हिसाबले, खाद्य उत्पादनको हिसाबले हजारौँ खाद्य चिजहरू हाम्रो वन जङ्गलमा, हाम्रो भूमिमा, हाम्रो माटोमा छ। त्यसलाई कसरी अब चाहिँ उत्पादन व्यवस्थित गर्ने र प्रयोगमा ल्याउने भन्ने कुरा गर्न सक्यौँ भने हामी आत्मनिर्भर हुन्छौँ, हामी स्वस्थ हुन्छौँ, हाम्रो चाहिँ सबै कुरा राम्रो हुन्छ, हाम्रो चाहिँ अर्थतन्त्रको हिसाबले सबै कुरा राम्रो हुन्छ। मान्छेहरू आएर विज्ञको रूपमा बस्दै गर्दा 40-50औं वर्षदेखि खेतीमा हरेक सुनौलो बिहानीको आशमा कृषि गर्दै गरेको किसान चाहिँ विज्ञ नहुने? को हो त विज्ञ? हामी विश्लेषक हो कि हामी विज्ञ हो? यो हामीले समीक्षा गर्न आवश्यक छ। म कृषिमा मास्टर्स गरे पनि तर अहिले खेत जोत्न थालेको छु, खन्न थालेको छु। त्यही भएर सर अबको युग भनेको युवाको होइन, अबको युग भनेको विश्लेषक अथवा विज्ञ युवाको मात्रै होइन। अबको युग भनेको पढेका लेखेका, लेखेका पढेका र जोत्दै खन्दै गरेका युवाको युग हो। अबको युग यस्तो हुनुपर्छ भनेर हामी परिकल्पना गरौँ। त्यसैगरी कृषिमा जबसम्म यहाँ सम्पूर्ण सरकारी निकायमा आसीन रहनुभएका साथीहरूलाई, अग्रज व्यक्तित्वहरूलाई म आग्रह गर्न चाहन्छु, हाम्रो कदम अब कृषिलाई सामाजिक जिम्मेवारी, सरकारको सामाजिक दायित्वको रूपमा यदि व्याख्या गर्न थालेनौँ भने पुनः पनि 20 वर्षपछि यसरी नै म यहाँ विश्लेषकको रूपमा अथवा मार्गचित्र प्रस्तुत गर्ने हिसाबले उद्धव सरकै ठाउँमा बस्नेछु। र फेरि पनि भनेको साथीहरू, 20 वर्ष अगाडि मैले तामा तुलसी टाउकोमा राखेर भनेको थिएँ, तर फेरि पनि तपाईँहरूलाई अब आग्रह गर्न चाहन्छु, अबको बाटो तपाईँहरू नेतृत्व लिनुहोस्। त्यो हुनेवाला छैन। जबसम्म सरकारले कृषिलाई सामाजिक दायित्वको रूपमा परिकल्पना गर्दैन, पुनः व्याख्या गर्दैन, 70-80 दशकभन्दा अगाडि जुन तरिकाले हाम्रो सरकारले कृषिलाई सामाजिक दायित्वको रूपमा राखेको थियो, कृषि, स्वास्थ्य र शिक्षा तीनटा कुरा हाम्रो सामाजिक दायित्वमा नपरेसम्म यो राष्ट्र स्वाधीन हुन सक्दैन। कहाँनिर लेख्नुपर्ने हो म लेखिदिन्छु। अहिले नै एउटा मलाई कुरा कागज ल्याएर देखिनुहोस्, म यहीँ टेबलमा बस्दै लेखेर दिन सक्छु। त्यस्तो हामी अहिले फेरि पनि झुटो आश र झुटो सपनामा अगाडि नबढौँ। दिवसहरू, खासमा अन्तर्राष्ट्रिय दिवसहरू विश्वव्यापी मुद्दा र चासोको विषय अनि समस्यालाई चाहिँ सम्बोधन गरी सुधार ल्याउनका लागि, जिम्मेवारी निकायको ध्यानाकर्षण गराउनको लागि, शिक्षा प्रदान गरी मानवीयता कायम गर्न सघाउनको लागि हामी मनाउने गरिन्छ। विशेष गरी आजको हामी खाद्यका लागि कृषि अभियानले जुन आज अन्तर्राष्ट्रिय दुईटा दिवसहरूलाई एकसाथ मनाउने सन्दर्भमा म एउटा महिला किसान नेत्रीको हैसियतले हाम्रो अभियन्ता उद्धव अधिकारीज्यूको प्रस्तुतिलाई टिप्पणी गर्ने जुन जिम्मेवारी दिनुभएको छ, खासमा यो त उद्धवजीको प्रस्तुतिलाई टिप्पणी गर्ने मैले पनि कतिको सान्दर्भिक टिप्पणी गर्न सक्छु, यो मलाई त्यति सान्दर्भिकता लागेको छैन। तैपनि मैले एउटा महिला किसान नेत्री भएर लामो समय काम गरिरहँदा मैले आफ्नो भोगाई र आफ्नो चाहिँ महिला किसान नेत्रीको हैसियतले मैले यो विषयलाई चाहिँ केही न केही सम्बोधन गर्नुपर्ने नै हुन्छ। मैले अन्तर्राष्ट्रिय दिवस मनाइरहँदाखेरि विश्वको परिप्रेक्ष्यलाई हेर्ने हो भने पनि, एकचोटि अन्तर्राष्ट्रिय स्तरमा विश्वको भूगोललाई हेर्ने हो भने पनि झन्डै 1/4 भूभाग चाहिँ ग्रामीण क्षेत्र छ र त्यो 1/4 ग्रामीण क्षेत्र रहेको भूभागमा त्यहाँका जनसङ्ख्याका झन्डै 1/4 नै जनसङ्ख्या चाहिँ कृषिमा संलग्न छ। त्यसलाई पनि अझै हेर्दाखेरि त्यो कृषिमा संलग्न जनसङ्ख्यालाई हेर्दाखेरि अझै 1/4 जनसङ्ख्या चाहिँ महिला नै छ है।
भन्ने सन्दर्भलाई जोड्न चाहन्छु। त्यही परिप्रेक्ष्य नेपालको सन्दर्भमा पनि लागू हुन्छ। हाम्रो नेपालको झन्डै 1/4 भूभाग जनसङ्ख्या चाहिँ कृषिमा संलग्न छ। त्यो 1/4 जनसङ्ख्यामा पनि महिला जनसङ्ख्या अझै 1/4 नै चाहिँ कृषिमा संलग्न छ। यो सबैलाई थाहा भएकै कुरा हो। हाम्रो चाहिँ युवा जनशक्तिमा पुरुष चाहिँ एकदम नगद आर्जनलाई अथवा आर्थिक उपार्जनलाई मात्रै प्रायोरिटीमा राख्ने र तपाईँको अहिले देशको अवस्थालाई हेर्ने हो भने त पुरुषहरू अब नेपालमै हुनुहुन्न भने पनि हुन्छ। तपाईँको कृषि पेसालाई सम्मानजनक पेसाको रूपमा नहेर्ने र कृषिबाट उत्पादन के नै हुन्छ र भनेर उहाँहरू अन्य नोकरी अथवा अन्य पेसा व्यवसायमा संलग्न भइरहँदा नेपालको कृषि पनि महिलाकरण भएको छ। नेपालको कृषि उत्पादन महिलाले नै गरेको छ। जति महिलाले सक्छ दैनिक 12 देखि 16 घण्टा महिलाहरू कृषिमा संलग्न भएर पशुवस्तु र खेतीपातीबाट चाहिँ उत्पादन गरिरहनु भएको। त्यही उत्पादनले नै देशको कुल ग्राहस्थ उत्पादनमा योगदान गरिरहेको हो। किनभने झन्डै 25% देशको कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रले योगदान दिइरहेको छ। खेती प्रणालीमा, हाम्रो खाद्य सुरक्षामा, हाम्रो पर्यावरणमा यसले पारेको असर र अन्ततः हाम्रो स्वाधीनतामा र कृषि र खेतीपातीकै भविष्यमा पार्दै लगेको सङ्कटको बारेमा उहाँले विस्तारमा चर्चा गर्नुभएको छ। तर त्यसका बावजुद पनि फेरि केही सकारात्मक प्रयासहरू भएका छन्। सरकारी निकायबाट, गैर सरकारी निकायबाट, कृषक समुदायको तर्फबाट, अभियन्ताहरूको तर्फबाट भएका केही सकारात्मक प्रयासहरू र खास गरी उहाँ 1 महिना जुन जैविक यात्रामा हुनुहुन्थ्यो त्यो सन्दर्भमा उहाँले देख्नुभएको भोग्नुभएका कुराहरू पनि हामीलाई उहाँले साझा गर्नुभयो। त्यो हिसाबमा केही सकारात्मक पक्षहरू पनि उहाँको प्रस्तुतिमा भइरहेका कुराहरू सुन्न बुझ्न हामीले पायौँ। त्यसपछि उहाँले चाहिँ अबको बाटोको सन्दर्भमा त्यो भनेको के, त्यो किन र कसरी भन्ने बारेमा चाहिँ उहाँले विस्तारमा चर्चा गर्नुभएको छ। त्यो सन्दर्भमा जाँदाखेरि उहाँले भविष्यको बाटोको रूपमा दिगो खेतीपाती नै अबको एकमात्र विकल्प हो भन्ने हिसाबको जुन उहाँको ठम्याइ छ, जुन उहाँले भन्दै पनि आउनु भएको छ। उहाँ सम्बद्ध खाद्यको लागि कृषि अभियानले पनि यो कुरा सधैँ नै अगाडि बढाइराखेकै छ। त्यो सन्दर्भमा त्यो भविष्यको बाटो भनेर जुन हामीले भनिराखेका छौँ त्यसमा पनि मूलभूत रूपमा भिन्नता छैन भन्ने लाग्छ। नेपाल सरकारको पोजिसनको कुरा म एकै बेरमा भनौँला। तथापि सार रूपमा चाहिँ यो अबको बाटो, अबको गन्तव्य, कृषिको गन्तव्य चाहिँ दिगो खेतीपाती नै हो। यो हामीले ग्रिन रिभोल्युसन अथवा यो हरित क्रान्तिमा आधारित यहाँ भइरहेको कुरा चाहिँ तपाईँलाई कस्तो लाग्यो, तपाईँले कसरी लिनुभएको छ? अब हुन त अघि हाम्रो रामकृष्णजीले भन्नुभएको थियो यो इतिहासलाई गाली गरेर कुरा अगाडि बढ्दैन भनेर हो कि, तर त्यसमा पनि तपाईँहरूको दृष्टिकोणहरू छ होला। अघि चाहिँ एकजना युवा अभियान कर्मीले आलोचनात्मक रूपमा हामी यो बिन्दुमा कसरी आयौँ भनेर थाहा नपाइकन हामी अगाडि जान सक्दैनौँ भन्ने कुरा पनि गर्नुभयो। तपाईँले यो समग्र अघिको 1-1.5 घन्टाको कार्यक्रमलाई कसरी हेर्नुभयो? तपाईँले त्यसमा के पाउनुभयो, के आयो, के आएन? 1-2 मिनट चाहिँ तपाईँले आफ्नो विचार राख्नुहोस्। म यहीँबाट सुरु गरौँ। उपस्थित सम्पूर्ण नमस्ते। मेरो नाम चाहिँ हजुर मेरो नाम चाहिँ निमा एमछिन योर्मो। सरले भूमिका बाँच्नु पर्दैन भन्नुभयो। यो प्रोग्रामभन्दा अघिल्लो सेसनमा राख्नु भएको थियो होला। सायद मेरै कारणले चाहिँ ढिलो भएको जस्तो लाग्यो, किनभने म भोलि हो भनेर सोचिरहेको थिएँ मैले आजको यो कार्यक्रम। फेरि म चाहिँ प्रत्यक्ष रूपमा कृषि काम नै गर्ने भएकोले हामीलाई चाहिँ कहिले पनि काम चाहिँ कृषि कर्म यहाँहरू सबैलाई थाहा नै होला कि यो कहिले सक्दैन कि बितिरहेको मात्र हुन्छ। किन यो 24 घन्टा मात्र भयो होला, पुरो 26 घन्टा भइदिएको भए राति सुत्न नि नपऱ्या भए भन्ने हुन्छ क्या हामीलाई चाहिँ। तर म काम गर्दा गर्दै मलाई यहाँ उद्धव सरले खबर गर्नुभयो, ल तपाईँले त बिताइहाल्नु भयो नि, ल आइहाल्नुहोस्, जहाँ हुनुहुन्छ जस्तो अवस्था हुन्छ आइहाल्नुहोस् भन्नुभएको भएर म कुदी आएको थिएँ। त्यसको लागि चाहिँ अब गल्ती गरेपछि त माफी माग्नै परिहाल्छ। अनि सरले भन्नुभएको जस्तै अघिल्लो कार्यक्रममा म हतार आएको भएर त्यस्तो राम्रोसँग त मैले सुन्न पाइनँ होइन। तर जे जस्तो विगतलाई केलाएर विगतलाई दोष दिएर बस्ने भन्दा पनि मलाई के लाग्छ भने आफ्नो तर्फबाट चाहिँ हामीले के गर्न सक्छौँ त? सबै कुरा केलाएर बस्नुभन्दा विगतमा के भयो, भविष्य आफ्नो तर्फबाट हामी के गर्न सक्छौँ? हाम्रो आफ्नो भूमिका, आफ्नो जिम्मेवारी जसले जे जिम्मा लिनु भएको छ,
जुन भूमिकामा हुन्छ। जस्तै म एउटा कृषक, यो व्यवसाय कृषि गरिरहेकोमा मेरो आफ्नो भूमिका के हो, मैले मेरो तर्फबाट निभाउनु पर्ने भूमिकाहरू सबैले आफ्नो क्षेत्रबाट आफूले सकेको भूमिका निभायो भने चाहिँ सायद हामीले सोचेको लक्ष्यसम्म चाहिँ हामी पुग्न सक्छौँ कि जस्तो लाग्छ। अब योभन्दा अगाडि मैले राम्रोसँग सुन्न नपाएको भएर अहिले चाहिँ म यति नै राख्छु आफ्नो। हुन्छ, मैले परिचय तपाईँले छोटो आफ्नो परिचय त दिनु होला, तर सुजाताजीले तपाईँको परिचय दिनुभएको छ, कृषि पत्रकार। धन्यवाद टिका सर। म सरिता थारू, कृषि पत्रकार। अघि मैले सुन्दै गर्दाखेरि करिब 1-1.5 घन्टाको जुन चाहिँ विरोधाभास अथवा मनोवैज्ञानिक युद्ध छ नि, यो मेन रिजन हो जस्तो लाग्छ मलाई पनि बेला बेला असहज हुन्छ, अस्कट हुन्छ, एकदम सुत्न सक्दिनँ। अनि यो उमेर समूहका मेरा साथीहरूसँग मैले छलफल गरेँ भने के भन्छन् भन्दाखेरि धरातल र सपनाको एउटा ठुलो अन्तर बनायो। यो हाम्रो समाजले बनायो, हाम्रो शैक्षिक प्रणालीले बनायो, हाम्रो यो बजारमुखी विकासले बनायो चाहिँ फेरि यो धरातल चाहिँ छोडेर अगाडि बढिरहँदाखेरि त सबै भयो के सर? हुन्छ, धन्यवाद। अब हामी गौरवजीतिर जाउँ। अघि तपाईँले स्थानीय तहमा बसेर पनि त्यो कुराहरू देखिराख्नु भएको छ। अघिल्लो पुस्ताको कुरा गर्दाखेरि तपाईँहरूको पुस्ताले हेर्दाखेरि चाहिँ के मुख्य ग्याप देख्दो रहेछ, कहाँनिर मुख्य अप्ठ्यारो रहेछ, के भयो भनेदेखि चाहिँ हामी त्यो कुरालाई पार लगाउन सक्छौँ? होइन, समस्या त अब कृषिमा धेरै नै छ होइन, यो विषयमा छलफल पनि धेरै नै भइसकेको छ होइन। कृषिका समस्याहरू भन्दा पनि अब अलिकति हामी तपाईँहरूसँग युवाको सहभागिता, विशेष गरी अहिलेको जेनजीको आन्दोलनको चाहिँ पृष्ठभूमिमा यो कुरा गरिरहेछौँ। त्यस कारणले अघिल्लो पुस्ता र अहिलेको पुस्ताको हिसाबले चाहिँ यो मैले सोधेको प्रश्नहरूको जवाफ दिनुभयो भनेदेखि जाति हुन्छ है। ओके, अब खासमा चाहिँ अब अहिले हामीले जुन देखिरहेको युवा पुस्ताहरू चाहिँ अलिकति वैदेशिक रोजगारतिर अथवा भनौँ विदेश पलायन जाने र खेतीपातीमा खासै इन्ट्रेस्ट नभएको हामीले जुन अहिले देखिरहेको छौँ नि, त्यो के कारणले हो त भन्दाखेरि चाहिँ मैले 2-3 वटा कुराहरू चाहिँ यहाँ राख्न चाहेँ, पोइन्ट आउट गर्न चाहेँ। एउटा त जग्गा प्राप्तिको र तपाईँको जुन हाम्रो जुन पुँजीमा पहुँच छ नि युवाहरूको सुरुमै, अब स्टार्टअपहरूको, त्यो उहाँहरूले पुँजी कहाँबाट लिएर आउँछ? त्यो पुँजी कहाँबाट लिएर आउँछ? विदेश जानुहुन्छ भने जहाँबाट पनि पैसा पाइन्छ, छिमेकीले पनि पैसा दिन्छ, सहजै पैसा दिन्छ। तर खेतीपाती गर्छु भनेर दिपेशीले कतै माग्नुभयो, उहाँको त पक्कै पनि बुवा आमाले सक्नुहुन्थ्यो भने पाउनुभयो, नत्र भने त उहाँको के छ त नि स्ट्रोक होइन। जग्गा प्राप्तिको कुरामा पनि अघिले कति हेक्टर जग्गा चाहिँ कम हुँदै गएको छ भनेर अघिले सरले विद्युत सरले पनि औलाउनु भयो। एउटा कुरा चाहिँ यो रह्यो। दोस्रो कुरा चाहिँ किन आकर्षित छैनन् भन्ने कुरामा मैले अलिकति जोड्न चाहेँ है। अर्को कुरा के भने बजारको अनिश्चितता, बजार मूल्यको अनिश्चितताको कुरा। जस्तै बिजनेस प्लान हामीले बनाउँछौँ, यति एभरेज मूल्य आउँछ, तपाईँको यति नाफा हुन्छ अथवा तपाईँले यति चाहिँ गर्न सक्नुहुन्छ भनेर हामीले बनाउँछौँ र बिजनेस प्लान बनाउँदा नि 10% 20% तलमाथि हुनसक्छ भन्छौँ हामीले। तर अहिले बजारमा हामीले उत्पादन गऱ्यौँ, युवालाई भित्र छिरायौँ, कृषिमा छिरायौँ, उत्पादन गऱ्यौँ र बेच्न जाँदाखेरि त हामीले जुन प्रक्षेपण गरेका थियौँ त्यसको 50-60% भन्दा तल जानेछ। अनि बल्ल तल्ल छिरेका वैदेशिक रोजगारबाट फर्केका आएका किसानहरू, युवा किसानहरू फेरि किन नफर्किने होइन? घाटाको खेती त पक्कै पनि गर्नु होला। त्यो 2टा कुरा भयो। तेस्रो कुरा भनेको हामी प्राविधिक रूपमै, हाम्रा किसानहरू प्राविधिक रूपमै सिप ज्ञानमा धेरै, अधिकांश कृषकको कुरा गर्दैछु, केही त सफल हुनु होला, अधिकांश कृषकहरू कमजोर हुनुहुन्छ। अब अहिले त के छ, सोसियल मिडियाको भरमा यति लाखौँ आम्दानी हुन्छ, यति करोडौँ आम्दानी हुन्छ भनेर हुमिएका कृषक पनि हामीले देखेका छौँ। जुन हाम्रो यो पब्लिक एक्सटेन्सन सर्भिस जुन छ, जसले चाहिँ मार्गदर्शन गर्नुपर्ने हो, त्यो पनि हामीले कमजोर पाएका छौँ। किनभने प्राविधिकहरूले ल है किसानहरू यो क्षेत्रमा यो राम्रो फल्छ, यसो गर्नुपर्छ, तपाईँहरूले चाहिँ भ्यालु एडिसन गर्न सक्नुहुन्छ, तपाईँले ब्रान्डिङ गर्न सक्नुहुन्छ, एग्री एन्टरप्रेन्योरसिप मोडल यो हो भनेर भन्न सक्ने अवस्था पनि छैन। र जुन अहिले विषादीकै कुरा आयो, विषादीको कुरा हामीले स्वास्थ्यसँग मात्रै अघि नै छलफल भयो। विषादीको कुरा कस्टबाट पनि हेर्दाखेरि के देखिन्छ भने व्यापक रूपमा विषादी प्रयोग गर्दा उत्पादन त घटेकै छ, स्वास्थ्यमा पनि कमी भएको छ र खर्च पनि बढी हुँदाखेरि त्यो नाफामूलक भएन के। अनि किन आकर्षित हुन्छ त किसान भन्ने चाहिँ म देख्छु। युवा चाहिँ त्यसरी आकर्षित भएको छैन। र अर्को भनेको जुन अघि नैदेखि कुरा आउँदैछ, फोहोरी किसानको पनि कुरा आएको थियो। हाम्रो शिक्षा प्रणालीले नै किताबमा च्यात्तेका कपडा लाउने किसान, मैलो भएको किसान भनेको छ। कुनै पनि स्मार्ट एग्रिकल्चर गर्ने, क्लाइमेट स्मार्ट एग्रिकल्चर भनौँ अथवा कुनै मोडल लिएर आएको किसानलाई चाहिँ किसान देखाएको छैन। पर्माकल्चर गर्ने, अर्ग्यानिक यो छ, एग्रो इको टुरिज्म पनि गर्न सकिन्छ है भनेर नयाँ जुन मोडलहरू छन् जुनबाट चाहिँ युवालाई आकर्षित गर्न सकिन्छ नि, त्यो कुरा चाहिँ हामीले देखाउन सकेको छैनौँ के। त्यो कारणले गर्दा किन इन्ट्रेस्ट देखाउने त नि? तपाईँ व्यक्तिगत रूपमा आकर्षित हुनुहुन्न यसको मतलब? व्यक्तिगत रूपमा कोही पनि आकर्षित हुन्छ, अधिकांश चाहिँ आकर्षित हुन्छ जस्तो मलाई लाग्दैन। र त्यसलाई मार्गदर्शन गर्ने पनि हाम्रो एउटा राम्रो प्लेटफर्म
चाहिँ छनलाई सिस्टम छ तर त्यो विक भयो, कमजोर भयो कि सिस्टम छ। अहिले जुन पनि सिस्टम छ नि त्यो चलायमान भएन भनेर चाहिँ मैले जुन स्थानीय तहमा बस्दै गर्दाखेरि देखेको कुरा चाहिँ त्यो हो। हुन्छ, अब यहाँ सरिताजीसँग विशेष गरी हामी पुस्तान्तरणको हिसाबले यो कुरा गरौँ अघि। तपाईँले कहाँनिर चाहिँ त्यो पुस्ताको बिचको खाडल देख्नुहुन्छ अघि। उहाँले के भन्नु भने विशेष गरी चाहिँ युवाहरूले कमाउने निश्चितता छैन। किसानबाट त खेतीबाट त कहिले पनि बाहिर विदेशमा गएर कमाए त्यति त पैसा आउँदैन होला, अब के गर्ने होला त भन्ने मान्छेहरू हुनुहुँदो रहेछ। आम सर्वसाधारणले के गर्छन् होला भन्ने उहाँको प्रश्न थियो। त्यो प्रश्न समेत सँगै राखेर छोटकरीमा अब यो देशमा तपाईँहरू जस्ता धेरै धेरै चाहिँ कृषकहरू अथवा अघि दिपेशजीले भन्नुभयो अब हामी त अलिक प्रिभिलेज हौँ, अलिकति खाने बस्ने बन्दोबस्त भएका मान्छेहरू हौँ, त्यस कारणले अलिक फरक छ पनि भन्नुभयो। सबै सर्वसाधारण युवाहरू पनि आउन सक्ने गरी के गर्न सकिन्छ होला? छोटोमा उत्तर दिनु न, एक मिनटमै सक्नु पऱ्यो, जताबाट गर्नुभए पनि हुन्छ। हुन्छ सर, म पनि म छोटो भन्छु तर प्रश्न फेरि पेटिनु छ सर। एउटा कुरा चाहिँ जस्तै सबै सोध्नुभयो एकदम यो धैर्यताको प्रश्न नि साँच्चै अब आज अलि मैले त्यस्तै खालको कुरा गरेको छु सर। युवा जति धैर्य नि मैले देखेको, अब तपाईँहरू कतिको चलाउनुहुन्छ थाहा छैन। हाम्रोमा चाहिँ अहिले डेटिङ एपको प्रचलन छ भने डेटिङ एप टिन्डर हुन्छ, ट्यान भन्ने डेटिङ एप हुन्छ। एउटा युवा 1000वटा रिजेक्सन खाएर पनि राइट स्विप गरिरहेको हुन्छ सर। यो प्यासनै हो कि हाम्रो होइन, मजाक लाग्छ सुन्दाखेरि यो के यस्तो कुरा गरे हो भन्छ। 1000वटा रिजेक्सन खान्छ क्या युवा, केटा केटी जे होस्, उसले चाहिँ आफ्नो म्याचिङ गर्नको लागि 1000वटा रिजेक्सन खान्छ र पनि ऊ राइट स्विप गर्न छोडेको छैन भनेपछि त्योभन्दा बढी प्यासन के हुन्छ? तर हाम्रो जुन सामाजिक मनोविज्ञान छ त्यसले चाहिँ हाम्रो प्यासन जुन थियो नि त्यसलाई डाइभर्ट गर्दैछ, टेक्नोलोजीतिर लाग्छ। तपाईँ हामीले नि गर्यौँ, यो हाम्रो एकाडेमिक सिस्टमले यो गर्यो होइन। यसलाई चाहिँ हामीले राम्रोसँग परिभाषित गर्न सकिएन। यो कृषिलाई चाहिँ तहको रमाइलोपन हुन्छ भनेर हामीले परिभाषा क्रिएट गर्न सकेनौँ। होइन भने यो अहिलेको जेनेरेसनको कोडिङ गर्ने मान्छेले एउटा कोडिङ गेमको कोडिङ खोज्नका लागि लगभग 1.5 महिनासम्म एउटै कोडिङमा एउटै स्क्रिनमा काम गरेको पनि युथहरू रेकर्ड छ। इभन अहिले सर नडाटी भन्छु म, गाउँतिर मेरो भाइहरू छन्, मेरो दाइहरू छन्, अब भन्नु अतिशयोक्त नहोला तर गाँजा खोज्नलाई 4.5 घन्टाको बाटो उकालो हिँडेको पनि हामीसँग रेकर्ड छ। ल्याएर आएर खाएर चिल भएर बस्नु यो एकदम प्रश्नको कुरा के यति धैर्यता छ नि, तर त्यो धैर्यता कतापट्टि डाइभर्ट भएको छ भन्ने प्रश्न हो। र किन त्यो त्यतापट्टि डाइभर्ट भयो भन्ने प्रश्न चाहिँ हामी एकअर्कालाई गर्नुपर्छ। प्यासन अहिलेको युवामा जति प्यासन अरू कसैमा छैन। प्रकाशजीको एउटा शब्दमा म उत्तर दिन्छु। यो पैसाको कुरा भनेको सामाजिक उद्यमशीलता र श्रम बजार जुन गर्ने कुरा छ नि, यो चाहिँ मोनिटरी भ्यालुभन्दा माथि हो भन्ने नबुझेसम्म हामी चुनावमा पनि नजाउँ, जित्न सकिँदैन। प्रकृतिलाई न्याय गरौँ, राज्यलाई न्याय गर्ने मान्छे कोही न कोही आउला, मलाई चाहिँ त्यस्तो लाग्छ मेरो अनुभवमा। तर सर धैर्यता चाहिँ छ, हामीमा बहुत धैर्यता छ, त्यसलाई त्यो ओरिएन्टेसन परिवर्तन गर्नुपर्छ। सबैमा मात्रै छ कि अरू सबैमा सोधेको? मैले अघि सबैको कुरा गरेको सर। 1000वटा रिजेक्सन पाएर पनि राइट स्विप गरिरहेको छ सर उसले। त्यसलाई रिओरिएन्ट गरौँ न एग्रिकल्चरमा। यो त हाम्रो सामाजिक प्रश्न होला, तर यो धैर्यता चाहिँ छ है सर। हुन्छ, मुख्य चाहिँ धैर्य छ, तर सामाजिक मान्यता, सामाजिक मूल्य मान्यता स्थापित भएको छैन भन्ने कुरा गर्नुभयो। हजुर, अब सरको कुरा त सायद विनोद सरको कुरा त यतातिर नै लक्षित थियो। मैले चाहिँ मैले नाम बिर्सेँ, जुम्लाको एकजना सर हुनुहुन्थ्यो, उहाँले जेनजी हुनुहुन्थ्यो, उहाँले राखेको कुरामा म भन्न चाहेँ। अब उहाँले कुरा दुईवटा कुरामा हेर्न सकियो क्या। दुईवटा कुरालाई चाहिँ एनालाइसिस गर्नुपर्छ जस्तो लाग्छ मलाई। खेती गर्नुभएको छ जस्तै अथवा पहिलाकै प्याटर्नमा चाहिँ उहाँ हुनुहुन्छ, उहाँको स्ट्याटस भनौँ अथवा के चाहिँ पुरानैमा छ, एस्पिरेसन अथवा भनौँ इच्छा चाहिँ माथि छ, त्यो त म्याच खाँदैन क्या। हामीसँग जे बुद्धि छ अथवा बलबुद्धा छ, अहिले जुन अवस्थामा म छु मैले त्यही मात्र दिन सक्छु क्या। त्योभन्दा माथि सोचेर मैले दिन सक्दिनँ। भनेको 2टा गाई छ भने, 2टा बाख्रा छ भने यसलाई मैले 3टा कसरी बनाउन सक्छु, 4वटा कसरी बनाउन सक्छु भनेर बिस्तारै जान त सकिएला।
है। पुँजीकै कुरा पनि अघि नै मैले गरेको थिएँ, जग्गा प्राप्तिको कुरामा पनि मैले गरेको थिएँ। अब हाम्रो के छ त भन्दाखेरि अब पुँजीमा हामीले सहकारी, कृषि सहकारी, साना किसान सहकारीहरू भनेर जुन एउटा संरचना बनाएको छौँ, नीति बनाएको छौँ, त्यसले चाहिँ के गरेको छ भने साना किसानलाई जुन सेयर सदस्यहरू चाहिँ जागा त्यही नै छन्। अहिलेको माहौल हेर्दाखेरि कृषि सहकारीका साना किसानको भवनहरू चाहिँ 2-3-4 तलाका नि भएको छन्। त्यसमा अलिकति नीतिगत सुधार गरियो भने त पुँजी प्राप्ति होला, युवाले अगाडि बढ्ला। सर्टिफिकेट राखेर पुँजी दिने भन्ने पनि नीति थियो क्यारे, पाउनु भएन होइन। एग्रिकल्चरकै केस देख्छु मैले, जुनियरदेखि सिनियरसम्म। कोही प्रोफेसरमा हुन्छ, कोही अध्ययनबाट, कोही जबबाट, कोही चाहिँ मिडियाबाट, कोही चाहिँ सबै एग्रिकल्चरलाई माया गर्ने समूह नै हुन्छ। फन्डामेन्टल कुरा चाहिँ के हो भने इकोनोमिक्स नै हो। हामी एग्रिकल्चरको प्रोडक्सनको कुरा गर्ने भने एग्रिकल्चर प्रोडक्सन भनेको ल्यान्ड, लेबर, क्यापिटल, इनपुट, पोलिसी लगायत फङ्सन भनेको त्यो हो। जमिन हेर्नुहोस् त कहाँ छ, अघि कुरा गर्नु त रियल कुरा गर्नु त जमिन। हाम्रो पहाडको जमिन के भएको छ, तराईको जमिन के भएको छ, हाम्रो काठमाडौँ 15-20 वर्षभन्दा अगाडि अहिले के भएको छ, सहरहरू के भएको छ, र जमिनको गभर्नेन्स कसरी भएको छ। मैले चाहिँ 62-63 सालमा म आफै 2-3 जना मानिसहरूलाई भेटेर अनि यो त कुरा राख्नुसँग भनेर गएको थियो। त्यतिखेर एकपटक होल्ड पनि लाग्यो, जमिन खण्डीकृत गर्नुहुन्न भन्ने कुरा फेरि आयो, तर फेरि जमिन खण्डीकृत भइरहेछ। हामीले जमिन बचाउने कि न। मैले कतिपटक लोकसभामा सोधिरहेको छु जमिनलाई कसरी बचाउने भने पोलिसी तिम्रो के हो भने धेरै पर्सपेक्टिभबाट म त किन देखा ल्यान्ड लेबर हेर्नुहोस्। अब लेबर चाहिँ 2-3 किसिमको छ। लेबरको श्रमको कुरा भयो, लेबरको क्वालिटीको कुरा भयो, कृषिमा काम गर्ने नगर्ने लेबरको कुरा भयो, अनि लेबर जनशक्तिको कुरा भयो। ह्युमन रिसोर्समा पनि हामी लेबरको कुरा गर्ने हो भने ह्युमन रिसोर्सको कुरा पनि हुन्छ। एग्रिकल्चरलाई अलिकति साइड नै लगाइएको छ त्यो कुरा। क्यापिटल राज्यले कति खर्च गरेको छ? 2.5% बजेटमा कृषिमा, त्योभन्दा कति छ? छैन। पोलिसी अब म ब्रोड पोलिसीमा हेर्छु। पहिलाको कृषि चाहिँ सब्सिस्टेन्स एग्रिकल्चर हो। घरमा बुवामा, हाम्रो बुवाको पुस्ता अघि त्यहाँ भाइले भन्नुभयो, हाम्रो घरमा पनि 6-7 जना दिदीभाइ, दाजुभाइ र दिदीबहिनी गरेर 6 जना बुवामा 8-10 जनाको परिवार हुन्थ्यो। हामी खेती गर्थ्यौँ, श्रम पनि गर्थ्यौँ। मैले हलो पनि जोतेको छु, मैले लडिया पनि चलाएको छु, मैले सबै कुरा जानेछु। म सबै धेरै कुराहरू मैले अनुभव गरेँ। गाई पनि पाल्यो, दुध पनि बेचियो, सबै गरेँ। पढ्दाखेरि त्यो सबै कामहरू गरियो। पहिलाको चाहिँ सब्सिस्टेन्स एग्रिकल्चर आफै अलिकति बजारको मान्छे गरी केही बेचेर ल्याएर गर्ने कुराहरू थियो, अब त चल्दैन। अबको एग्रिकल्चर कम्प्लिटली पहिलाको देशभित्रै अलिकति गुम भएको थियो। अबको एग्रिकल्चर ग्लोबली इन्टरकनेक्टेड छ। त्यसकारण अबको पोलिसी डिपार्चर के हो भने हामीले पोलिसीमा राखेका छौँ डोमेस्टिक प्रमोसन। अघि भन्नुभएको छ नि यहाँ साथी भाइ बहिनीहरूले भन्नुभयो उत्पादन गर्यो, बजार छैन, बजारमा प्रतिस्पर्धा छ, गाह्रो छ, मूल्य पाइँदैन, टेक्निकल कुराहरू चुनौतीपूर्ण छ। सबै कुराहरूलाई अलिकति नेसनल उत्पादन गरेर मात्र पुग्दैन। अब त्यसलाई संरक्षण, राज्यले संरक्षण गर्नुपर्ने छ। तपाईँहरू दुध उत्पादन गर्नुहोस्, किसानले तरकारी उत्पादन गर्नुहोस्, बाहिरबाट आउँछ, प्रतिस्पर्धा गर्छ, हाम्रो कस्ट अफ प्रोडक्सन हाई छ। हामीले यदि रेगुलेट नगर्ने हो भने अब स्वस्थ खानेकुराहरूको त उत्पादनको त छुट्टै कुरा छ। रेगुलेट नगर्ने भने हाम्रो कृषिलाई कसरी प्रोटेक्ट गर्नु? एग्रिकल्चर प्रोडक्सनको कुरा छ। अर्को कुरा डोमेस्टिक प्रमोसन, नेसनल प्रोटेक्सनको पोलिसी अब एकदम इम्पोर्टेन्ट छ। अबको पोलिसीमा त्यो फोकस क्लियरली राखेका छौँ हामीले।